राजा किन चाहियो हामीलाई? राजा हाम्रो राष्ट्रको गौरव हो। हामी नेपाली जनजनको मुटुको धड्कन हो, स्वाभिमान हो, गौरव हो, हाम्रो शान हो, मान हो, स्वाभिमान हो। रवि लामिछाने हाम्रो अहिलेको मेयर हुनुहुन्छ बालेन छ। उहाँहरूले जस्तो युवाहरूलाई अगाडि बढ्न दियो भने यो देशको उन्नति हुन्छ। अहिलेका प्रधानमन्त्री गृहमन्त्रीजी रवि लामिछाने बालेन शाह जस्ता मान्छे भइदिएको भएदेखि तपाईहरु फेरि राजतन्त्रमा शरणमा आउनु पर्ने थिएन कि? उहाँ जस्तो युवाहरूलाई हामी अगाडि बढाउन पाएको हामी आज यसरी राजतन्त्रमा हामी आउँदैनौँ। उहाँहरूलाई हामीले अगाडि बढाउनै पर्छ। राजतन्त्र कायम थियो भने त रवि बालेन हर्क सामङ जस्ता मान्छे आउँदैन थियो होला राजनीतिमा, यसरी मेयर हुँदैन थियो होला भन्छ नि त। के लाग्छ तपाईलाई? पृथ्वीनारायण शाहको पालामा कालु पाँडे जस्ता मान्छे होइनन् र पृथ्वीनारायण शाहको पालामा कालु पाँडे जस्तो व्यक्तित्वले बजाई पद पाए होइन र जनमतको कदर त पृथ्वीनारायण शाहले पनि त गरिरहेछन् नि त। हाम्रो पृथ्वीनारायण शाहले हार्जेको यो राष्ट्र हो, हाम्रो गौरव हो। यो यिनीहरूको बालले ल्याएको होइन, यो हाम्रो पुर्खा र हाम्रो पृथ्वीनारायण शाहले बडा महाराजले ल्याएको हो। यो स्वाभिमान हो। त्यसैले हामी यसलाई यिनीहरूको लागि आयातित गणतन्त्र, लुटेराहरूको लागि गणतन्त्र, भ्रष्टाचारीहरूको लागि गणतन्त्र, अनैतिक गर्नेहरूको लागि गणतन्त्र, हाम्रो लागि राजतन्त्र। दैलेख जिल्लाबाट गणतन्त्र लखेटेर काठमाडौँ नेपालको राजधानीमा आएको। अब राजधानीबाट लखेटेर मात्रै दैलेख जिल्ला जाँदैन। बुवा एउटा कुरा नि, राजतन्त्र फर्किने बित्तिकै तमाम समस्याहरू सबै समाधान हुन्छ भन्ने लाग्छ तपाईलाई? एकदम मलाई पूर्ण विश्वास लाग्छ। किनभने यो चोर फटा गुन्डा लुटेराहरूको सरकार हो, ग्यारेन्टीका साथ भन्छु म। यो यहाँ धर्मको नाश भएको छ, स्वाभिमानको नाश भएको छ। यहाँ राजतन्त्र छैन, राजा छैन, हाम्रो स्वाभिमान छैन, गौरव छैन, गाई माताको रक्षा छैन। के छ यहाँ? सब लुट छ, लुट। यो लुटबाट नेपाललाई बचाउन रोजगारी छैन भन्ने कुरा चाहिँ देख्नु भएन। रोजगारी सुन्नुहोस्, रोजगारी हामी एक छाक खाना खाएर स्वाभिमानले बाँच्छौँ। हाम्रो नेपालका 33 कोटी देवी देवताले हाम्रो जने स्वयं जने पशुपतिनाथले हामीलाई पाल्नुहुन्छ। हामी भोकले मर्दैनौँ, स्वाभिमान खाए भएर बाँच्छौँ हामी। तर यिनीहरूको जस्तो देशलाई लुटेर खाँदैनौँ हामी। हाम्रो स्वाभिमान हो, भोकै मरौँला, बाँडेर खाउँला। तर यिनीहरूले जनताको रगत खाएका छन्, रगत पिएका छन्, मान्छे मारेका छन्, गाई मारे खाएका छन्, गाईलाई मारेर काटेर खुवाएको छ। अनि अब तपाईँ एउटा युवा पनि हुनुहुन्छ होइन, एउटा देशको भविष्य। धेरै युवाहरू अहिले रोजगारविहीन भएर विदेशमा जानुपर्ने स्थिति छ। यो शासनकै तपाईँहरू दोष दिनुहुन्छ होइन? राजतन्त्र आउने बित्तिकै चाहिँ यो सबै समस्याहरू समाधान होला जस्तो लाग्छ तपाईँलाई? हजुर, हामीलाई त एकदम लाग्छ। किनभने हाम्रो देशमा अहिले यति धेरै भ्रष्टाचारहरू भइरहेको छ। हाम्रो प्रधानमन्त्रीज्यू हेर्न सक्नुहुन्छ, उहाँले लुकेर बसिराख्नु भएको छ। र भ्रष्टाचारी हामीले भ्रष्टाचारको अन्त्य भयो भने हाम्रो देशमै जति लगानी छ हाम्रो देशको लागि त्यो छुट्टिएपछि हामी युवाहरूले रोजगार पाउनेछौँ। र गरिब दुखीहरूले जति हाम्रो किसानहरूले आफ्नो जस्तै सामानहरू हामी बाहिरको देशबाट ल्याइरहेको छौँ, इन्डियाबाट भित्राउँछौँ, चाइनाबाट भित्राउँछौँ सामानहरू, आफ्नै देशको हामीले भित्रै आफ्नो सामानहरूलाई हामीले भित्र बिकाउन सक्यौँ भने हाम्रो देशमा रोजगार हुनेछ। र महिला दिदी बहिनी दाजुभाइहरू आज खाडीमा जानु पर्दैन थियो। गणतन्त्रप्रति कहिले विश्वास जाग्यो? कहिले विश्वासै जागेन। अब मलाई अन्तिम इच्छा के छ, यो आन्दोलन के गर्छ भने क्युआर कि पार गर्नु छ। युवा एउटा तातो रगत लिएर तपाईँ मैदानमा हुनुहुन्छ, के बरु ज्यान जाला तर राजतन्त्र फिर्ता ल्याउँछौँ भन्ने कुरा हो तपाईँहरूको? दैलेख जिल्लाबाट गणतन्त्र हटाइसक्यो। अब यो दैलेख जिल्लाबाट गणतन्त्र फालेर अब काठमाडौँबाट फाल्ने भनेर मलाई पहिला सुरुमा इतिहास पल्टाउनु न। अहिले इतिहास पढाउँ, राष्ट्रमा हामीसँग के थियो, अहिले गर्नमा के छ? राष्ट्रमा कारखाना थियो, उद्योगहरू थियो, हरेकहरू थियो, नेपालीमा रोजगार थियो, गाउँमा किसान गर्न पाउँथ्यो। अहिले हामी गाउँमा किसान गर्न पाउँदैनौँ, न आफैले कमाएर आफै खान पाउँदैनौँ, न सामान बेच्न पाउँछौँ। यो कुनै कामै छैन। अब मलाई यो आन्दोलनले के गर्छ भने अब राजतन्त्र निश्चित फर्किन्छ। अब गणतन्त्र रहनु र मरेको मान्छे जिउँदो रहनु एउटै हो।